कति भिआइपी थियो यो ठाउँ अहिले है यही ठाउँमा भइसक्यो यो घर त नहेर कि घर नहेर्दैन होइन कहिले यो बाटो गइदिँदैन होइन उतातिर होइन त्यसले नि जाइनको पहिला गइसक्यो माथि हाम्रो होइन हाम्रो बस्नुमा आयो जल्दीले गएको थियो घुम्न बस्दैन मान्छे अहिले रमाइलो भयो स्कुल खुलेर चाहिँ कता हामी गएकै बिहे राम्रो सजिलो ल्याएको थिएँ बुटो सीता बाबा हेर्नु हाम्रो गाउँले जीवन यहाँ त मैले यता के आज के भन्छ उतातिर नजाने भएको के अरे पार्टीतिर नजाने खाइदिनु हुन्थ्यो के के होइन पार्टीतिर चाहिँ उहाँ देख के घरिघरि खाइराख्नु कि अन्त त्यो शरीरलाई पनि उतिनु पऱ्यो नि होइन एक काम गरेर खाने मजाले यो बुटोलको गोलपाक हो है साथीहरू हाम्रो पुरानो ठाउँ ल गोलपाक है यताबाट फेरि यता केबल कारतिर गइन्छ होइन यो बाटो केबल कार गइन्छ होइन मलाई खास मन्दिरको सेयर गर्न मन लाग्थ्यो के अरे मन्दिरको सेयरै भएन मन्दिरको थियो सिद्ध बाबाको मन्दिरमा के त्यो नेटै नदिँदो रहेछ त्यहाँ के अरे खिचेको मात्रै हो के खिचेन अरे खिच्नु त खिचिदिन्छ सिद्ध बाबा खिचेर नेट थिएन कि नेट मतलब टावरै नटिप्दो रहेछ कि त्यहाँ हाम्रो कहाँ टिप्दैन नि त्यहाँ अति मतलब कति गाली गरेको मैले नमस्तेको सिम निकाल्नु थियो भाइ यार कहाँबाट निकाल्ने तेरो नमस्ते कहिले तँ 97 होइन मलाई हिजो ब्याङ्कबाट फोन आएको थियो ए आफ्नो नाममा कसो मेरो मलाई फोन आएको थियो कि तँ कसको नामको भन् न मम्मीको नामको छ कि तेरो नाममा ट्रान्सफर गरेर मिलिहाल्छ त तैँले मैले चलाएछौ भनेर त गरेछ नि तैँले त आफ्नो नाममा गर्न मिल्छ के त्यो ब्याङ्कमा छ होइन अन्त मम्मीको मैले चलाएको यो सिम होइन मैले आफ्नो मान्छेले त्यो ट्रान्सफर गरिदिन्छ के अहिले ब्याङ्कले गरिदिन्छ ब्याङ्कले होइन यार टेलिकममा जानुपर्छ यार होइन त्यो नयाँ सिम निकाल्छु म नमस्ते निकालेपछि लिङ्क न त्यसो कहाँ लिने भने के यो बुटोलको हाट बजार हो है साथीहरू हाट बजार अहिले चाहिँ राख न अनि के किन्ने भने यो बुटोलको हाट बजार नि 4 बजे 5 बजे लगाइहाल्छ नि होइन यहाँ चाहिँ पाल्पाबाट तरकारी सब्जीहरू आउँछ है साथी के किन्ने भने म घरमा यही बस्छु है बेलौती कसरी दिदी हजुर बेलौती 200 रुपियाँ किलो त्यो पनि भ्याइन्छ अब नेपाल ठिकै हो कि दादा पनि नेपालमा कमै हुन्छ कि पाल्पाबाट आउने तरकारी छैन त्यो हुनु हुन्छ तर त्यो सबै हुन्न कमै हुन्छ हेर्नुहोस् न यहाँ कस्तो लाग्छ अर्ग्यानिक पाल्पाको हजुर कोही छैन के हरियो देखिन्न भयो ल हेर्नुहोस् बुटोलको बिहान यो पाल्पाबाट आउँछ यो बजार पाल्पाबाट त सब्जीहरू आउँछ यो बुटो हाट बजारमा यसरी लाग्छ बिहान बिहान है यो चाहिँ बुटोलको नगरपालिका पुरानो भवन यता छ नयाँ भवन चाहिँ उता भव्य भवन बनायो उतातिर चाहिँ है हेर्नुहोस् यो पाहाडको हरियो हरियो तरकारी बेलौतीहरू पुस भएछ है कताको बिक्री
कहाँ गयो त के किन भाइ हातमा मेरो यो छोटो घरमा केटा के लिन लैस काँक्रा सिस्न खान नभए छोड्नु सिस्न के लाग्छ हुमिनको काँक्रो देख मलाई अलि ठुलो काँक्रो देख्दा हुमिनको काँक्रा याद आउँदैन के गर्नु घर पछि जाने केटा उतातिर घर पछि जाने त भन्ने त्यही त सिभिलियन घर छ ओए बिकी सिभिलियन घर छ क्या एक राख्नलाई टेन्सन नगर सिभिलियन नहाल क्या भनेको सिभिलियन लिन पर्दैन घर छ अरू के लिन्छ अनि मेन त सिस्टम लिनु खोजिरहेको थियो अरू पनि यस्तो लग्जिङ आज प्लास्टिक वाला कहाँ गयो डेढ सय हो नि त भाइ तपाईँले त सागमा चाहिँ राख्नुहुन्छ अरू तरकारी बन्द ठाउँ छैन होइन अरू तरकारी फर्सी पहाड तपाईँहरूले यो सब्जी जस्तो मानव 3-4 वर्षमा सकाउनु सक्नुहुन्छ कहिले सकिन्छ होला कहिले सकिन्छ त्यस्तै व्यापार अनि चिज बर्खामा यति साह्रो ल्याउनु सकिन्छ अहिले सकिँदैन यो गाउँमा त यस्तो यस्तो पहिला टिपेर कति मिनट हुन्थ्यो बर्फी कसरी थियो नि किलो चाहिँ अब फर्स्ट गर्न आइएको छ त हेर्नुहोस् तपाईँतिर छ जस्तो एउटै हो टमाटर ल्याउनु गएको क्या ल्याउनु न म जान्छु त्यो चाहिँ आधा किलो छ ल्याउनुहोस् त एउटा प्लास्टिक लिएर प्लास्टिक 20 दुई हामी गल्छुलो माग्छु किन्नुपर्छ तिम्रो हामी ए घर छ के बुट छ के नभएको भए त
कहाँ छ र पारी के त कमरको मात्र त्यत्रो बुढे छ त 300 ल ल जाउँ मलाई 700 दिनुहोस् कि दिदी आधा किलो छ मलाई 700 दिनु दिदी लाउँछ यो आधा किलो छ ठ्याक्कै आधा किलो छ 80 रुपैयाँ दिनु त्यसलाई के भन्छ ए बाबा कहिले त मैले हेर्छु के भन्छ यो कसरी हो के हो दिदी यो त पालाको गाई न जाउँ लाग्छ भाइ के लज यता एउटा बन्द कहिले हरिले आइजाउनु भएको थियो ठुलो झोला माग्नु पर्थ्यो नि के काम त्यसो गरेर अब अर्को शनिबारतिर होइन आमला के अरे उसमा तरमा भएर के भन्छ अरे यहाँ उसमा के त्यो हरिकृष्णमा के कृष्ण भक्तमा हुन्न तपाईँको भाडा बेच्नु छ र कसरी छ किलो 1000 किलोको 1000 पर्छ कोही पोती कसरी होला यत्रो घन्ट्यो तर किनेर भाले होइन यो भाले भाले छ नि त तपाईँले सन्डे मात्रै लोकल त छैन 1000 रुपियाँ किलोको कहिले के अरे हाम्रो पसल कहिले खुल्छ अरे होइन भने शनिबार बुधबार अरू मङ्गलबार पनि लाग्थेन त यहाँ यताबाट चाहिँ आउनुहुन्न ल पछि के अरे त नयाँ वर्षमा घर आइज नि त ड्राइभर बुझिस् त्यो घरको त पोतीहरू काट्ने कुरो छ बुझिस् पोती के काटिन्छ होइन के कहिले मलाई हजुरले ल हिँड्दै ल आजलाई बजार सकियो होइन भइहाल्यो नि यति भएछ होइन यो मेवा त पाहाडको त होइन त यहाँ के अरे त्यही त हिजो कि होइन ठुलियामा कि होइन के ठिक अब के भन्छ अरे मलाई अरे म त ठुलो मम्मीलाई भेट्न गएको थिएँ उसमा हस्पिटलमा के बुढो ल्याउँदा अरे दाइहरू ल्याउँदा अरे के भित्र गएर हेरेँ क्या सबै खुन तान्ने चाहिँ एकातिर झार्ने चाहिँ होइन अर्कातिर रिफाइन गरेर फेरि हाल्ने चाहिँ होइन हामीलाई एक पोइन्ट खुन दिँदाखेरि के अस्ति दिँदै अरे दिनमा कति लाइफमा कति दिएछ तैँले मैले त 3-4 दिएछु होइन अनि तेरो के भन्छ अरे यहीँबाट हाल्छ यहाँबाट हाल्छ नेपालमा जोडबाट निस्केर जाने कि होइन जता गर्नु बिना जोड जता गर्नु त बुढोलको अमरपद पल्दार है साथीहरू ल के भन्छ अरे त्यो कति एकछिनको त बोला गर्छ नि यस्तो अब 10-15 मिनटको त कुन निकाल्छ नि हो कि नै त्यो कुन दिँदाखेरि के अब त 2 घन्टासम्म हेर्दा त कुन निकालेर फेरि हाल्दा 2-4 घन्टा कस्तो हुन्छ होला होइन भन्छ त्यही पेट साह्रो भएपछि झन् गाह्रो चान्स चाहिँ कम हुन्छ अरे क्या तेरो पेट साह्रो भएपछि चान्स कम हुन्छ अरे कि बाँच्ने के मलाई त हाम्रो मामाको मृत्यु पनि सही लाग्यो यार म्याडम यार
मजाले जिन्दगीमा लक्ष्मीमा चाहिँ काम गऱ्यो भने कुनै कुनै बेला चाहिँ पुण्य गरेको रहेछ कि उनीहरूले। तिनवटा बुढी बिहा चाहिँ त्यसै पुण्य भयो नि त्यो भन्दा बुझिस् त्यस्तो लाइफमा हुन्छ नि मान्छे जति नराम्रो काम गरे पनि कुनै कुनै यस्तो राम्रो काम गरेको हुन्छ नि त्यो काम गरे तर घुम्यो हामी त्यही त हेर्न मजाले खानुभयो उ गर्नुभयो जसले जेसुकै भने पनि म्याटर नि होइन के भन्छ ठ्याक्क खानुभयो आफ्नो पर्लो घुम्नुभयो अचानक त्यसै भयो क्या र मामा विदेश पनि माइजू पनि खतरा लाग्यो अर्कै भयो नि माइजू पनि यार माइजूको हुँदा सरी यार ल बोलिदिनु गाडी गाडी आयो गाडी आयो यहीँबाट हाल्नु त तर बाइक आएको छ केटा ल बिस्तारै हाल यो बुढोल हस्पिटल हो अञ्चल अस्पताल यो भएपछि बहुत 12 तला भवन बन्दैछ 8 अरबमा सायद ठुलो हुन्छ हामी अञ्चल अस्पतालको पहाडीबाट आएको छौँ तर बुढोल पनि धेरै राम्रो भयो कि है नराम्रो भनेको हरेक चिजको राम्रो गर्मी हुन्छ भाइ बुढोलमा त पर्छ न बुढोलमा त चढाउन तल हो नि पुरा पानी नपनि गर्मी हुन्छ त त्यो हाम्रो डाइडलतिर हो के मासु त शीतलै हुन्छ रातिमा पनि त अनि ठिकै पानी पनि पर्छ एसी जोड्नु पर्छ पार्टी पौवाहरू त अलिक नम्बर पर्छ मलाई फेरि साँच्चै जसले चाहिँ भने पनि अब आफू यहीँ जन्मेको बेला मलाई बुटोल सहर बाहेक होइन ड्राइभर बुटोल भन्दा नि होइन अन्तकै राम्रो लाग्दै लाग्दैन कि चाहे काठमाडौँ कोला जहाँ गयो होइन तर मलाई त खै यहीँ माया लाग्छ यार के यार राम्रो पनि यहीँ लाग्छ अब के गर्नु ल साथीहरू बुटोल यस्तो के मैले किन यहाँ गरेको नि होइन यो खासमा भ्लग बनायो भने हुन्थेन तर के भन्छ अरे यो के भन्छ अरे दसैँमा आएको बेला यो खिच्न पाइयो नि त बुटोल होइन यो फेरि यसलाई डाउनलोड पनि गर्नु क्या कसले त 4 घन्टाको हेर्छ हामी यो बुटोल बस पार्क पहाडी है यो बाटो पनि राम्रो बनाएको होइन केटा होइन बाइपास रोड पनि भयो होइन राम्रो भयो यो हाम्रो दाइको चाहिँ बिहा भयो के भन्छ अरे के भएको अरे ए के भन्थ्यो के भन्छ अरे त्यही रिजर्भेसन भएको कमलको सालो पनि गयो के भन्छ अरे अब 1-2 वर्षमा त्यसको रिजर्भेसन खान पाइन्छ कि खै हिजो सुविकाले राखिदिएर अब चाहिँ ड्रिम इन्टरनेसनल होटल है Gantung dia berapa tahun nahan sa tabi? Wala sa atin. Ha? के गर्ने त यार अब मिलेर बस्दैनन् कोही पनि यार होइन आफ्नो सत्तामा लागि केही न केही काण्ड गर्नुपर्छ होइन बिजी राख्नु पर्छ आफू काट्ने सबैलाई बिजी राख्नु पर्छ होइन एउटाले अर्कोलाई हानेछन्
पनि मान्छे अधिक छ होइन संसार अधिक अधिक मान्छे हुन्छ भाइ आजको दिनसम्म युएसलाई टक्कर दिने देश कोही छैन हेर भाइ केही हुन्न हेर युएसले चाह्यो भने नि चाइनालाई नि नेटो र युएस मिल्यो भने नि चाइनालाई नि तेरो आधी घन्टामा तेरो खत्तम गरिदिन्छ अरे के तेरो बम साउथ कोरिया ठेक्का हाल्दैछ नि त अमेरिकाले भाइ दाजुलाई तेरो सुरक्षा तँलाई के गरे नि मर्छु भनेर ठेक्कालाई त अमेरिकाले ल्यायो नि त तैँले नबना भने किनकि उसले आफैले बनायो भने उसले हतियार कहाँ बित्छ भाइ बुझिस् सुना ओ प्यार के कहानी एक तो लड़का एक तो लड़की जो भी सुना हामी यही त आएको नि अस्ति तपाईँ चाहिँ अहिले आएको थाहा पनि त 3 रुपियाँ आयो कति लाग्छ होइन त पैसा त नलाग्दो रहेछ जान पाइने सनी के अरे भाङ्गाले चाहिँ बिहारका आएको अरे एउटा मैले फेरि त्यहाँदेखि चाहिँ मैले अगाडि चाहिँ खान्न भनेको थिएँ मैले रोक्न जो आइपुग्छ क्या जुन खानेको 1 गिलास मैले हात गाडी हाल्यो निम्बु गाडी के निम्बु गाडी राति 12-1 बजे निम्बु गाडी होइन हामी यसो गएर बाहिर घुमेर आउँछ आएको यार केटाहरूले यता जानु पऱ्यो आइयो 12-1 बजे घरको रिसाउँछ भन्नु पर्दैन सन्देश गर्नुपर्छ बसिरहेको थिएँ मैले फेरि जानु भने तर त्यस कन्सेप्टमा तिमीले गर्दा चाहिँ कोही लाइनमा गएपछि आइयो भन रमाइलो हाल्छ दिने कति हाल्छ भन्छु एउटा बियर र 2 जना चिसो आएर भाषा लाग्यो चाहिँ के खान मन लाग्यो र धेरै पकाउनु मन रहेछ लाइफमा मैले क्लब गरिदिएको दोरी साथ रमाइलो भएको थियो मेना अर्को 3 मेना के 3 मेना अनि 4 जना घर गएर दोरी साथ पनि घर त राम्रो छैन ल यो चाहिँ बुटोलको घर है यसलाई चाहिँ यो चाहिँ बुटोलको यो युटी भन्ने नाम आउनु लाग्यो साथीहरू है लाइभलाई डबल ट्यापबाट सेयर गरिदिनुहोस् है यो चाहिँ बुटोल है साथीहरू है बुटोलको भित्री रोड है मन्दिर बुटोलको भ्यू साथिया तुमसे मिलकर ऐसा लगा तुमसे मिलकर अजाना चांदी चौक में यहाँ यार उस यही है के उसमा टिकटकमा चाहिँ केटा एउटा चिकनको तीनटा आइटम भनेर के ड्याडीले जतातता आयो अरबपति भएको यार हामीभन्दा दुई स्टेप सिनियर दाइ होइन भन्दा मभन्दा सिनियर उस भएर त्यो अनिल भयो सिटी भयो होइन सिटीभन्दा 1 स्टेप सिनियर हामी एउटै कलेज ब्याचलर पढाएको होइन
अहिले उसको के भन्छ नेपालको 17 युवामा होइन अन्डर 40 कतिमा 17 नम्बरमा आयो कि अरबौँ कमाउँछ क्या अहिले मुलाले के गर्नु पर्छ अहिले सेफ 2 सियाना कतिजनाले जागिर गएर क्या 2 हजार क्या भने कति करोडको त्यसले महिनामा त्यो दाइल तल बाँड्छ क्या अहिले त्यो खाना मिठो नि मिठै रहेछ यार नपताउने दाइते होइन टपरहरूले केही गर्दैन नाम नपत्ताकोहरूले फेरि उयो फेरि सिधैन जाइरान्डिक हुन्छ नि फेरि भयो भने कि सियो त्यो दाइले अहिलेमा के बिरे जान पर्छ त्यस्तै पनि महिनाको 15-20 लाख केही कमाउँछ होला दाइले तेरो उसलाई सेफेर आएछ होइन कति लाख त सेफलाई दिन्छ अरे क्या अस्ति त्यो घर घर ट्याक्कै भन्नु कहिले हुन्छ गर्दैन